गाइस म चाहिँ यो आइसरको चेसिस आइसरको BS4 24 वाट आइसरको नाम रहेछ यार चेसिस सस्पेन्सन न्युटनमा गाडी लगाइजाऊ यहाँ चाहिँ च्यासिस रहेछ त्यही BS3 मन छ त चाबी रहेछ अहिले आस्था उद्घाटन गर इन्स्ट्रुमेन्ट क्लस्टर यस्तो है इन्डिया पासा गाई हाम्रो पनि आउँदैछ गाडी स्टेटियम दुईवटा च्यासिस आउँदैछ यही वाला है सो गाइज वेलकम ब्याक इन माई न्यू भिडियो होइन आज चाहिँ हामी यहाँ बस पार्क जाने क्रममा कुन गाडीमा छु थाहा भइहाल्नु होला होइन सिसा देखेरै यो रहेको छ जेटेर बस जुङ्गी दाइले चलाएकोवाला हो यस्तो हेरेको बस बडी देख्यो क्या होइन नागढुङ्गातिर जान्दा त गाडी नपाएर यसो डुलिरहेको गाडी रहेछ स्टेरिङ आउँदा अरू पनि धेरै गाडी छन् तर ए मायासँग जुत्ता अड्क्यो यार स्टेरिङ यस्तो गाइज यस अलवेज टाटा सब निकाले जस्तो लाग्यो ब्याट्री यार चाबी नि यही छ त्यहाँ इन्डिकेटर चल्छ हेर्नु चाहिँ ओइ खोइ छाड्दिनु वान टाइम हान्नु इन्डिकेटर फेरि चल्दो रहेछ फेरि गाडीवाला देख्यो भने मालिकले लगाइ यस्तै छ यो चाहिँ भन्दाखेरि चाहिँ पहिला जुङ्गी दाल चलाएको गाडी है 6 भन्ने चाहिँ म अगाडिबाट देख्छु कत्रो ढुका यार है उता बस बन्दै रहेछ यी लाइटहरू पनि चोरी हुन्छ नि यार तर यस्तै यी तलका लाइट ट्राफिक नियम पालना गरौँ पछाडि जाउँ ल यही हो गाडी नम्बर चाहिँ 61 एक्सिडेन्ट भएको 62 हो यार यो C2 गर्न आयो होला होइन सस्पेन्सन है यो चाहिँ एयर सस्पेन्सन ओ तेरी यार जिन्दगीमा पहिलोचोटि आयो यार बडी बिल्डर ऊ त्यहाँ चेसिस पनि छ ओए माक्सन यो बवाल छ त यार कुन बडी बिल्डर हो फेरि यार भोल्भो लुक्स कुन बडी बिल्डर हो दाइ कुन बडी बिल्डर हो छैन यो त 12 होला पुरा अनकट भिडियो भन्ने जस्तो लाग्यो यार हट तेरी सस्पेन्सन त हो यार ओ तेरी एक दुई तीन चार कुनको चाहिँ यसरी चाहिँ टाटा होइन यो टाटा होला यो BS3 जस्तो लाग्यो 5वटा पुरा सब ब्रान्ड न्यू गाडी यो पुरा फाइबरको होला होइन त कुन बडी बिल्डर यार काठमाडौँ नै आउँदो रहेछ लगाइ यो चाहिँ लक्ष्मी बडी बिल्डर रहेछ है त नागडुङ्गामा चाहिँ सोधेको अब उता साइड त उही त्यो BS3 राखेको होला त्यो चाहिँ त्यस्तो लाइट हुन्छ BS6को त्यस्तो BS3 को त्यस्तो लाइट हुन्छ त्यो पछाडिको निकाल्दैछ आउँदैन आउनु फाइबर यहाँ ब्याक लुक बनाएर रहेछ यहाँ ए चिफ्लो हो यार फेरि यस्तै ठाउँ चिफ्ला हुन्छ नि वेट पुरा ब्याक लुक्स बनाएर रहेछ नि है यहाँनिर छ नि अझ एउटा खाके अझ एउटा कहाँ उतानिर कि त्यो चाहिँ यार अर्को सिल्भर यही हो गाडी यही अघि देखाएको थिएँ मैले यो पुरा फाइबरको हुन्छ है त गाइस यति तन्का खाके यस्तो होइन यही कलर लाग्यो फाइबर बडी बिल्डर मामा पुरानो चेसिस जस्तो लाग्यो मलाई उता आउनु त चेसिस पुरानो होइन नयाँ हो त्यो पुरानै लाइट हो नि यिनीहरू यो आकारको लाइट के यिनीहरू पुरो जेटियरमै भएको वाला लाइट हो पहिलाको डिजाइन हाल्छन् नि चेसिस नि पुरानो होला कि त्यो नयाँ हो चेसिस त त्यो हेर्दै थाहा पाइन्छ नि चेसिस त नयाँ हो कि पुरानो होइन त गाइज जिन्दगीमा आई थिङ्क पहिलोचोटिमा आयो होला बडी बिल्डर मुक्तर बडी बिल्डर जाने प्लान थियो च्यासिस हेरौँ है त ल
यहाँ चाहिँ गाइज हेर्नु पुरा बडी यो चाहिँ छ हाम्रो टाटाको 12 मिटर है यो चाहिँ यो लेल्यान्ड कि टाटा हो हेर्नु त अगाडि टाटै होला यो स्टेरिङ कत्रो टाटै आइसर हो आइसर जस्तो लाग्यो गाइज चाहिँ आइसरको चेसिस लेल्यान्ड हो तल अझै एउटा लेल्यान्ड सरी माई फल्ट यस्तो आउँछ त लेल्यान्डको खै के भोलि छोड्या बडी बिल्डरमा यार यो पुरा खेला जस्तो यो चाहिँ च्यासिस रहेछ एयर सस्पेन्सन कसम सस्पेन्सन हेरिदिउँ न तल बेलुन यही है गाइस बेलुन ओए रबरको रहेछ यार रबरै हो नि अर्को प्लास्टिक होला सोचिरहेको माया कसम सस्पेन्सन यो आई थिङ्क टाटाको रहेछ है 11 मिटर होला होइन पट्टा कुनको यो फेरि त्यो 11 मिटर कि 10 मिटर त्यो एक्सिडेन्ट वाला जस्तो छ एक्सिडेन्ट भएको लाग्यो त एक्सिडेन्ट भएको लाग्यो कुच्चेको छ यो चाहिँ लेल्यान्डको जस्तो लेल्यान्डकै लाइट यस्तो हुन्छ लेल्यान्ड 12 मिटर लेल्यान्डको 12 डबल सस्पेन्स डबल यो लेल्यान्ड हेर्नु है आइसर होला आइसर खोइ है उयान रहेछ आउनु त यो चाहिँ टाटाको यो BS3 होला है BS3 नै हो जस्तो लाग्यो मलाई BS3 होला यस्तो लाइट BS3 वाला हो कि BS किन अन्त BS4 को लाइट यहाँ हुन्छ क्या यहाँ मुनि हुन्छ BS3 चेसिस लाइट यस्तो हो कि BS3 यो नि एक्सिडेन्ट अरे पुरा यस्तो हो यार हटमा आएको छ बडी बिल्डरमा नि आयो यार सब सस्पेन्सन चेसिस है फेरि कसम पुरा 4 हो र होइन लाइट 3 हो अगाडि लाइट हेर्नु न लाइट BS4 को साना हुन्छ क्या लाइट BS3 को त अत्रो ट्रक जस्तो हुन्छ लेखेको छ र हेर्नु त आउनु अगाडि हेरौँ त कहिले लेख्यो होला क्या म त BS3 जस्तै लाग्यो यार मलाई भनेको थियो क्या कसले BS3 हुन्छ भनेर ट्रक जस्तो लाइट पनि इन्डियाबाट आयो UP 625 टाटा मोटर के खै BS6 खै BS3 रहेछ यो BS3 यस्तो लाइट BS3 हुन्छ क्या LPO 16 18 62 62 BS3 अब म जहाँसम्म लाग्छ उता बन्छन् च्यासी र उता त्यो भोल्भो लुक्स भनेर होला है मुन्टो हेरेर थाहा पाएँ मैले चाहिँ यो नि हेर्नु यो नि BS3 हो यो चाहिँ कुनै 55 होला 16 18 BS3 अनि त्यही 12 मिटर तल जाऊँ है तल गाइज चेसिस टन्नै रहेछ नि यार यो चाहिँ लेल्यान्ड होला कि लेल्यान्ड यस्तो हुन्छ लाइट चेसिसमा हाल्न मिल्छ हेर्न मन थियो डबल कि त्यो डबल होला ए भोल्भो लुक्स भन्न रहेछ इन्डियाको आउनु हेरौँ त एकचोटि हिलो फेरि लगाइ भोल्भो लुक्स है त्यही तल फग लाइट ओइ भाइ अरे बाप चाहिँ लेल्यान्डको रहेछ सिट चाहिँ यस्तो गाडीको नाम चाहिँ के किङ एयर बस नयाँ गाडी रहेछ त गाइस BS फिल द लग्जरी रे सिल्भर हाल रहेछ गाइस यो चाहिँ ऊ जस्तो हो कि त्यो कामना जस्तो BS6 लामो छ त यार सिल्भर नि है भगवान लामो छ कसै आइन छोड्दियो उता जाला फेरि अहिले गाडीहरू 11 होला कि 11 लेल्यान्डको 11 मिटर टायर पनि टलाक्क टल्के सिसाहरू भयो भएर खान्थे ल गाइस कति लाग्छ सिसा भन्नु है त्यसलाई सब इन्सिडेन्ट यो नि त्यही 16 18 BS3 सब BS3 रहेछ नि यार भयो भएर ओए अझ पछाडि हेर्न त
62 सोचेको थिएन हौ यत्रो हुन्छ लक्ष्मी बडी कत्रो लामो सिल्भर हो उतैको सिल्भर हेर्नु त उयोको लास्ट लामो यो छुच्च गराए त्यही BS3 16-18 डबल सस्पेन्सन हेर्न मन थियो यार ओ मिनी बस होला यो यहाँ चाहिँ कसै काम भएर रहेछ होइन बराल खतरनाक अनि बस त टन्नै रहेछ नि आजकल भयो भएर बस हालेर नि यार युपी उत्तर प्रदेश यो नि सस्पेन्सन रहेछ यत्रो वर्ष सस्पेन्सन हुन्छ 52 च्यासिस होला यो आउनु त हेरौँ 52 च्यासिस 52 म चाहिँ पुरा भिडियो अनकट बनाइरहेको छु कटै नगरेको भिडियो हटा जस्तो लाग्यो मलाई छैन 55 रहेछ 15 55 च्यासिस BS3 15 BS4 सरी त्यो 33-57 हो त यत्रो त हो नि 55 च्यासिस त्यो यत्रो छ नि यार अलि तन्काउनु त तन्काउनु छैन अलि त्यो कुरा हो उ त्यो कुन हो त्यो गाडी बनिरहेको बसमा जाँदा भेट्ने क्या खतरनाक छ यार जिन्दगीमा पहिलोचोटि बस बडी बिल्डरमा आएको होइन गाइस तैँले अगाडि जाने होला हौ अब बस बेच्छु अब त्यो फेरि सिकेर पनि न सस्पेन्सन त कति देखाउने हो र सबमा सस्पेन्सन लक्ष्मी बडी बिल्डर है त्यो यो हो अनि अझै एउटा के त्यो कहाँ नदीको साइडमा के एउटा यहाँ रहेछ ल यो त सानो रहेछ 11 मिटर रहेछ अशोक लेल्यान्ड हिलो हो यार पट्टा यत्रो हम कहाँ लाए उनका से तू बोलेगा पर काला का नोट करे उता जाउँ एकछिन त्यो साइड त्यो चाहिँ हेरौँ न कुन उता आउने एउटा जाउँ गाइस कहाँबाट आउनु यस्तो सिसा खायो टक्क पाराले हेर्नु उयो BS3 यस्तो खालको BS3 को लाइट BS4 यहाँ रहेछ धेरै सानसाना चेसिस चाहिँ BS4 वाला रहेछ नि यो कति मिटर हेर्नु त पट्टा कत्रो पट्टा है कत्रो पट्टा है यार यहाँ थोरै छ कस्तो गनेर खायो टायर पनि त त्यो ब्रस नगरे जस्तो छ क्या टायरले नि च्यासिस त पालै पिलो उभ्याएन यार 12 मिटर यो कति वर्ष होला च्यासिस 50 लाख प्लस होला 50 वर्ष यो फ्युल ट्याङ्क होला लगायत म चाहिँ गाडीमा आइसकेको छु लेल्यान्ड दब्बिन आएर त यहाँ हुन्छ कि लेल्यान्ड पास दिने यो चाहिँ पास दिने भयो यो त इन्डिकेटर यस्तो चाहिँ गाइस त्यहाँ नि बस बन्दै रहेछ त्यहाँको हेरेन हेर मैले त त्यहाँ जेटेर बस पनि छ क्या अहिले एकछिनमा देखाउनु रोक्नु जेटेरमा देखाइसक्यो जस्तो लाग्यो यो चाहिँ 11 मिटर है त 11 हो कि 12 हो यत्रो हो र 11 यत्रो हुन्छ र जे दाइको जत्रो रहेछ बस्यो त कत्रो भारी यार यो नि यसो त गाइस अशोक लेल्यान्ड हात्ती घोडे तल उत्रिँदै झ्याउ छ यार लगाइजाउँ यहाँ चाहिँ च्यासिस रहेछ त्यही BS3 मन छ त चाबी रहेछ अहिले ल्याएको त उद्घाटन गर इन्स्ट्रुमेन्ट क्लस्टर यस्तो है त इन्डिया पास होला यस्तो पुरा यार
एडभान्स फर ह्यान्डलिङ रे कति सानो देखिरहेको यार यो चलाउनु त सक्छु होला यार ब्रेक हान्दे ग्यास उड्यो ब्रेक हान्दाखेरि चाहिँ ग्यास उड्दो रहेछ गाइस यहाँ ब्रेक छ ग्यास उडाएर सुन्ने उडिरहेर ब्रेक एउटा आइरहेको प्रेसर यो ट्याङ्कबाट गाई हाम्रो पनि सुदूरपश्चिम आउँदैछ गाडी स्टेटियम 2टा च्यासिस आउँदैछ यही वाला है यही च्यासिस हो सुदूरपश्चिमको चाहिँ BS3 1618 होइन एकछिन भास्तो छ गाडी यो त यो लेल्यान्डको लेल्यान्ड चाहिँ आइसक्यो लेल्यान्डै हो अन टेस्ट एकचोटि लेल्यान्डमा घुस्छु न होइन गाइस गाइस ल म चाहिँ यो आइसरको चेसिस आइसरको BS4 24 वाट आइसरको नाम रहेछ यार चेसिस सस्पेन्सन न्युटनमा गाडी टक्कबाट चाहिँ भिडियो आउँदैछ आइसरको चेसिस पनि यहाँ छ है त ल टक्कै चाहिँ आइसरको नि यही यहीँ रहेछ त यहाँ आइसरको होइन वाइपरको यहाँ रहेछ सरी वाइपर चाबी छ यार यो हाइबी मलाई यो अन मात्रै यो यस्तो चाहिँ के हो मलाई गाइज भन्नु होला है यसको मतलब चाहिँ के हो है यो यसको पास दिने भइहाल्यो होइन यसको पास दिने भयो अनि यसको चाहिँ के भन्नु होला है त यो यता चाहिँ तान्ने पासवाला यसको चाहिँ मतलब के हो दाइ यो माथि तान्ने पासको लागि होइन अनि यो तलको चाहिँ के हो यो तल यसरी गर्छ नि त हाई बिम त होइन कहीँ हाई भन्दैछ यार मलाई आइचरकै हो घोडा हात्ती घोडेवाला रिल एकदम फेमस छत पुरा यस्तो छ पुरा भिडियो बडी बिल्डरमा हो यार होइन हानु ब्रेक हानु BS4को त्यहाँ नि हुन्छ सापट भने BS4 हो यो BS4 लेखेको छ 24 वाट BS4 ऊ पनि छ पछाडि चाहिँ 55 चेसिस अघि नैको यस्तो चलाउन मन लाग्यो यार चलाउनु पाइने यार गाइस के गर्नु यसमा चाहिँ कोही चिलाउनु मिल्छ क्या मलाई यस्तो मनपर्छ यार यो चिज सजिलो होला जस्तो लाग्छ ड्राइभरहरूलाई अब आफूले चलाइखेन तर जुङ्गेदाको हिसाबबाट यसरी नै कोही चिलाउनु मिल्छ कि यहाँ चाहिँ एउटा खुट्टाले यहाँ दबायो एउटा खुट्टाले ब्रेक दबायो खुट्टा ब्रेक स्टेक जस्तो यस्तो है त भाँच्चालाई फेरि अहिले यार लग्ने भन्दा अगाडि भाँच्चै त नपर्छ यार विराट गयो त यसरी दिनसम्म पास टक्का झ्याप पास दियो अनि साइडमै इन्डिकेटर हाल्यो नि त सर ल अब तल उत्रौँ यसो अब थम्नेल गरेर फोटो खिच्छु होइन म सिधा हाम फाल्नुपर्छ यार यहाँ त धेरै अग्लो होइन भाइ साहब ल सो गाइज आजको भिडियो त्यो यति नै थियो थ्याङ्क्स फर वाचिङ जेटेर बस यत्रो हाइट धेरै छैन हाइटै यसको अलि झुका खाएकै पुरानो हो BS4 हो तर यसको ग्याप बबाल छ क्या गाडीभित्र गएर सिद्धाउँ त भिडियो ल गाइज थ्याङ्क यू सो मच फर वाचिङ होइन अब अर्कोचोटि भेटौँला अर्कोचोटि अब बस रिभ्यू लिएर आउँछु होला सो आजको लागि थियो थ्याङ्क यू सो मच फर वाचिङ बाई